गुड मर्निङ। अहिले मेरो बायाँपट्टि हुनुहुन्छ हरिडाँगी अप्पर डोल्पा ट्रेकको गाइड हुनुहुन्छ। उहाँ एकदम एक्सपिरियन्स गाइड हुनुहुन्छ। हरि भाइ, तपाईँको चाहिँ अप्पर डोल्पा ट्रेक जानको लागि तपाईँको कन्ट्याक्ट नम्बर अनि अप्पर डोल्पा ट्रेकको बारे पूर्ण रूपमा जानकारी बताउनुहोस् त। मेरो कन्ट्याक्ट नम्बर रहेको छ दाइ 9848 32 84 09। डोल्पा ट्रेकको लागि एकदम गाह्रो, हरेक कुरा एकदम रिस्क लिएर गर्नुपर्ने, एकदम आँटिलो बलियो मान्छेहरू। डोल्पा ट्रेक भनेको सानोतिनो सङ्घर्षले केही गर्न सकिँदैन। कतिपयको ठाउँमा पैसा भएर पनि खान पाइँदैन। हरेक कुराको दुःख गर्नुपर्छ र ट्रेकिङ डोल्पा भनेको एकदम सानो थोरै एउटा गाउँ जानको लागि पनि पास नकाटी, कुनै पनि 5000 भन्दा तलको पास नकाटिकन अर्को गाउँ जान सकिँदैन। त्यसमा चाहिँ बाटो हरेक कुराको लागि गाइड भयो भने चाहिँ तपाईँहरूलाई सहज हुनसक्छ। र कुनै कारणवश हाई लाग्यो भने एउटा साथी भयो भने, एउटा गाइड भयो भने उहाँहरूले गर्ने कर्तव्य हरेक ठाउँमा चाहिँ हामीले पुर्याउन सक्ने, उहाँहरूलाई केही परिआएको खण्डमा हामी सहयोग गर्ने हाम्रो कर्तव्य हो। त्यो चाहिँ गर्न सकिन्छ। उहाँ हाम्रो हरि भाइ चाहिँ दुनैबाट चाहिँ लोवर डोल्पा अप्पर डोल्पा जानु भएको छ। कागबेनीबाट चाहिँ अप्पर डोल्पा सबै घुम्नु भएको छ। अनि तपाईँ निमा ग्याल्जेन पास भएर मुगु पनि निक्लिनु भएको छ होइन। सम्पूर्ण तपाईँ डोल्पाको सबै क्षेत्र चाहिँ घुमिसक्नु भएको छ होइन। त्यस कारणले गर्दाखेरि ल साथीहरू, तपाईँहरू चाहिँ जो कोही पनि अप्पर डोल्पा ट्रेक जान चाहनुहुन्छ र गाइडको आवश्यकता छ भने हाम्रो हरिडाँगी भाइलाई चाहिँ सम्झनु ल। उहाँ चाहिँ डोल्पाको जुफाल निवासी हुनुहुन्छ होइन हरि भाइ? अरू केही भन्न चाहनुहुन्छ कि? अरू एकदम ठिक छ। सबैलाई सर्वप्रथम मेरो नमस्कार। मेरो कन्ट्याक्ट नम्बर रहेको छ 9848 32 84 09। मेरो अनुभव ट्रेकिङ गाइड गरेरै फोटो गर्दै गाइडसम्म पुगेको र मेरो चाहिँ अब स्पेसली त नभनौँ, अब कुक पनि गर्न सकिन्छ। ट्रेकिङ कुक पनि गर्न सकिन्छ। सानोतिनो अब खानाहरूलाई पनि म्यानेज गरेर कहाँ के छ त्यो सबै कुरालाई सम्हाल्दै मेरो डोल्पाबाट डोल्पाबाट मुगु निस्किने, डोल्पाबाटै काखमारा पास भएर जुम्ला निस्किने, डोल्पाबाटै ढोरपाटन हुँदै बेनी निस्किने, डोल्पाबाटै ढोरपाटन भएरै म्याग्दी हुँदै ढौलागिरी राउन्ड पनि गरिसकेको छु मैले 2 चोटि। इटाली बेस क्याम्पसम्म 3 चोटि गरिसकेको छु। र डोल्पाबाटै मुस्ताङ त अब त्यो भन्नै परेन। डोल्पाबाटै रारा निस्किनको लागि म रारा 7 चोटि पुगिसकेको छु। डोल्पाबाट हुम्लाको त्यो उहाँसम्म किब्लाङसम्म म पुगिसकेको छु। म सिमिकोट पुग्न सकेको छैन। अरू डोल्पा राउन्ड निमा ग्याल्जेन पास 3 चोटि भइसक्यो। र आफ्नो क्षेत्रको डोल्पाको त अब उही नगरौँ, त्यो सबै ठाउँमा मेरो चाहिँ पुरै अनुभव, कहाँ के छ, पानी, सबै कुराको लागि मेरो एकदम फुल्ली अनुभव छ। र म कसैलाई सेवा दिन सक्छु। मेरो आफ्नो जीविकापार्जनको लागि पनि, त्यो कामको लागि मेरो कन्टिन्युस म खटिरहेको छु। र अहिले केही गर्नु पर्यो भने म एकदम रेडी छु। र कसैले सम्पर्क गर्नु होला। गाइड चाहियोमा मैले कुनै सबै कुरा म्यानेज गर्नु पर्यो भने नि खच्चर टोटर देखि लिएर घोडा सबै मैले चाहिँ त्यो म्यानेज गरिदिन सक्छु। ल, जो कोही साथीहरू यो भिडियो हेरेपछि तपाईँलाई चाहिँ अप्पर डोल्पा ट्रेक जानको लागि गाइडको आवश्यकता छ भने यो स्क्रिनमा देखेको नम्बरमा टक 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 डायल गरौँ अनि हरिडाँगीलाई कन्ट्याक्ट गर्नुहोस् अनि तपाईँको अप्पर डोल्पा ट्रेकको चाहना पुरा गर्नुहोस्। धन्यवाद।